हेलो मेरो सम्पूर्ण फेसबुक फ्यामिलीलाई र आज चाहिँ हो सैटरडे पनि आज हाम्रो ह्यापी हुनु गइरहेछ किनभने आज चाहिँ हाम्रो सैटरडे चाहिँ फ्यामिली पिकनिक छ है र अस्तिको भिडियोमा मैले भनिरहेको थिएँ फ्यामिली पिकनिक छ भनेर र त्यसको पार्ट 2 पनि मैले बनाउनु अपलोड गर्न सकेको छुइनँ है त्यसको लागि धेरै धेरै सरी टाइमै पाएको छुइनँ र आज चाहिँ हामी फ्यामिली पिकनिक जाँदैछौँ प्लान त हामीले दलगम भ्यू पोइन्टमा फ्यामिली पिकनिक गर्नुपर्छ भन्ने सोचेको थियो है तर भनेको जस्तो भएन एक त अन्वेषा बिमार भएर अलिकति उयो भयो त्यसमा नि है अन्त खोलाहरू जानु नै अब नानीसँग त खोलाहरू जानु भएन त्यही भएर चाहिँ हामी यहाँनिर दाजु भाउजूहरूको बडी घरमै हामी पिकनिक खेल्नुवाला छौँ र काम गर्दा गर्दा ढिलो भयो 12:30 भइसकेछ हौ पिकनिक खेल्न गएको भन्छ ढिलो भएर ल अहिले चाहिँ हामी जाँदैछौँ र त्यसको बारेमा आज चाहिँ म तपाईँलाई भिडियो देखाउने छु बनाउने छु र अन्तिमसम्म हेरिदिनुहोस् होला भनेर बिन्ती गर्दछु। आज चाहिँ साथ क्रिकेटको फाइनल पनि हो आज चाहिँ 5 तारिक है मैले अस्ति लाइभ भिडियोमा भनेको थिएँ तपाईँलाई रङ्गू जनता मैदानमा चाहिँ क्रिकेट भइरहेछ र 5 तारिक आज चाहिँ फाइनल भइरहेछ माथि माइक बजिरहेछ हो तर आज जानु चाहिँ पाएन पिकनिकको कारणले गर्दा अन्वेषा नि बिमार भए पनि यही माइला भिनिरहेछ ल दिदीसँग हिँडिरहेछ उसले चाहिँ कहिले यसरी दङ्गाउँदैन हो गुड गर्ल हो नि त है अन्वेषा अब खाना नि मजाले खान्छै खाँदैन उसलाई चाहिँ पुरा खोकी अचानक खोकी लाग्यो त्यहाँदेखि खोकी भयो हौ खोकी भएपछि चाहिँ उसलाई मार्गी लाग्यो हो त्यहाँदेखि उयो ज्वरो आइरहेछ उसको दबाईहरू सबै बोकिरहेछु अलिअलि खाजा खानेर ल्याएको पिकनिकमा त ढिलो हुन्छ आफू भर्खर जाँदैछ हो अब त्यहाँ गएर सकाउनु पर्छ धन भाउजूहरू छ र अलिकति ढुक्के र बाबा पनि फेरि मोडोमा जानुभएको छ सुबोध चाहिँ क्रिकेटमा है र आमा चाहिँ मिटिङ छ र मिटिङ जानुभएको छ र आज चाहिँ हामी मात्रै भर्खर जाँदैछौँ र यहाँनिर चाहिँ दिदी बहिनी जाँदैछ अन्वेषा है त हेर हाई गरिदेऊ गरम आज चाहिँ क्यूट गरिदेऊ फेरि क्यूट यच्चो गरेर ल अहिलेदेखि खानु मन लागेको होइन हौ चिसो छ भाइ त भेटेन होला नि यसरी घुमाएर लाउनु पर्छ भने एउटालाई हुँदिरहेछु भित्र कति दिन भर्खर यो त भाग्यो ए ऱ्याकेट देखेछ अन्त हिजो चाहिँ हाम्रो बडीको चाहिँ ह्याप्पी बर्थडे थियो बेलुका भएको कारणले चाहिँ म गइनँ र अहिले चाहिँ म बर्थडे केक खाँदैछु मेरो उहाँ छन् दुखै चुस्नु त सुरु भयो अब चाहिँ साह्रो पर्दैछ चुस्नु सानो भयो दादा उसलाई अलिक ठुलो देऊ त
मलाई पुरा उयो भयो हैन अलिक टक्क गरेर त कोदो पोसे कि त्यसमा तिम्रो हैन तितो छैन तितो अघि फोन नम्बरमा आइरहनु फेरि एक ढुङ्ग्रो ल्याइदिनु भयो बनाइदिनु पर्छ नि त नानीहरूले खाने होला नि त तपाईँले वाइन झिक्नु न दिन त मरु उही थियो त ए हड्डीहरू नदिउ है त्यसलाई छुइनँ मैले हेरिरहेको छ होस् हेर्छ हेर्नु त्यो त आँखा छ फोटो चाल्छ न सबैजना अँधेर आयो नि अँधेर आयो नि हेर तिमीको त खायो हाम्रो खायो जा कॉपी बाहर आओ आजा जा Let's do uric acid for the top. Keep on. Keep on.